1945 अक्टोबर 24 का दिन स्थापना भएको संयुक्त राष्ट्रसङ्घको पहिलो सम्मेलन 1946 जनवरी 10 मा बसेको थियो। इट्स योर ओल्ड भन्ने मोटो रहेको छ होइन। 111वटा धारा छन्। अब के त भन्दाखेरि अब यहाँ महासचिवहरूको सम्झिने कसरी त TDUK ह्याबुको बाए भनेर सम्झिने होइन। नेपालले चाहिँ कहिले चाहिँ निवेदन दियो पहिलोपटक भन्दा 1949 फेब्रुअरी 13 का दिन दिएको थियो रञ्जना लिपिमा भने सदस्यता चाहिँ 1955 डिसेम्बर 14 मा पायो। अर्थात् 2012 सालमा टङ्कप्रसाद आचार्य चाहिँ प्रधानमन्त्री थिए होइन। नेपालले सार्कको श्रीलङ्कासँगै र आसियानको लाओस र कम्बोडियासँगै प्याकेज डिलमा चाहिँ सदस्यता पाएको हो। उपमहासचिवको प्रावधान भने 1997 बसेको 52औं महासभाले राखेको थियो र 1998बाट राख्न थालियो उपमहासचिव होइन। अमेरिकाले 22% सबभन्दा धेरै बजेट गर्छ र हामीले चाहिँ हेर्न